धन्यवाद कार्यक्रम सञ्चालक महोदय। आज यस कार्यक्रमका मानव एकता समाज सुधारका स्नेहसरी वितरण कार्यक्रम अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथि एवं बरैङ गाउँपालिकाका कार्यपालिकाका कार्य सदस्य तुलसी बस्यालज्यू, व्यवस्थापन खाजा व्यवस्थापनका अध्यक्षज्यू, त्यसै गरी यस विद्यालयका प्रधानाध्यापकज्यू, यस विद्यालयलाई माया गरेर विभिन्न क्षेत्रबाट अथवा यस समाजबाट पाल्नुहुने अभिभावकज्यूहरू र यस विद्यालयमा अध्ययनरत भाइ बहिनी विद्यार्थीहरू, आज मानव एकता समाज सुधारले केही वर्ष अगाडिदेखि विद्यार्थी अति विपन्न गरिब दलित र ज्यानदार विद्यार्थीहरूलाई केही राहत पुग्ने तरिकाले हामीले थोरै धेरै स्टेसनरी वितरण गर्दै आएका छौँ र विभिन्न विद्यालयमा पनि बाँडिसकेका छौँ र बाँड्ने अपेक्षा राखेका छौँ भविष्यमा पनि। यसै गत वर्ष हामीले यहीँ आएर प्रधानसँग केही कुराकानी गरेका थियौँ र केही समस्याका कारण यहाँ तपाईँहरूको समितिमा अथवा समाजसेवीका बुद्धिजीवी वर्गहरूले हामीलाई केही सानो समस्या देखाउनु भएको थियो। कदापि यो हाम्रो संस्थाले कुनै ठाउँबाट पनि कुनै समस्यामा पनि हामीलाई कतै यो समाजले यो सेवा केन्द्रले राजनीतिक विचारले हामी कहिले पनि प्रस्तुत हुने छैन भन्ने हामीले सरसँग र यहाँका समितिहरूसँग पनि कुरा गरेका थियौँ र हामीलाई त्यस्तै थोरै समस्या बनाएको कारणले गत वर्ष हामीले यस विद्यालयमा स्टेसनरी बाँड्न असफल भयौँ र पुनः सरहरूसँग र धेरै हाम्रा साथीहरूसँग पनि सफल गर्दै जाँदाखेरि धेरै कुराका समस्या नलैकन यो हाम्रो समाज सुधार कार्यक्रममा स्वतः यो राजनीतिक व्यवहारले कुनै पनि तरिकाले हामीले यसलाई विद्यालयतर्फ समाजसेवातर्फ हामीले कसैलाई राजनीतिकतर्फ नजडिकन हामीले आफ्नो समाजप्रतिको जिम्मेवार, विद्यालयको जिम्मेवार र गरिब दलित र ज्यानदार विद्यार्थीलाई फेरि पनि हामीले यस्ता कार्यक्रमले यो पुरस्कार वितरण गरेर मात्रै होइन, यो स्टेसनरी वितरण कार्यक्रम मात्रै होइन, हामीले भोलिका समस्यामा पनि उनीहरूको समस्यामा केही त्यस्ता समस्या छन् जस्तै झोला छैनन्, ड्रेसहरू पोसाकहरू छैनन् भने ती कार्यक्रम पनि हामीले यस विद्यालयमा अथवा कुनै पनि विद्यालयलाई हेर्नेछौँ। र आज यस हाम्रो संस्थाले स्टेसनरी बाँड्दै गर्दाखेरि कतै धेरै थोरै हामीले 9 जना विद्यार्थीहरूलाई छानेका छौँ। सरसँग कोर्डिनेसन गरेर जब विद्यालय सरले समिति राखेर सरसल्लाह लिनुभयो होला, समिति बस्नुभयो होला, र हामीलाई 9 जनाको नाम दिए मार्फत एकजना भाइ 5 कक्षा पास गरेर 6 मा जानुभएको रहेछ। उहाँ बहिनी हुन्, उहाँ अहिले आउनु भएन, आउनुभएको रहेछ, त्यति आउनुहुन्छ होला। र हामीले पहिलो प्राथमिकता भनेको यो संस्थाले दलित विपन्न र ज्यानदार विद्यार्थीलाई प्राथमिकता दिएर हामीले स्टेसनरी वितरण गर्दैछौँ र तपाईँहरूले पनि यस विषयलाई भोलिका दिनहरूमा टिका टिप्पणी नगरिकन फेरि पनि त्यस्ता समस्या केही भयो भने अथवा हामीलाई त्यस्ता मर्का पर्यो भन्ने त्यस्तो सोच्नुहुन्छ भने सरहरूसँग नम्बर छ र सरहरूसँग पनि कुरो राख्न सक्नुहुन्छ। हामीले कदापि राजनीतिक विभेद तरिकाले हामी यो ठाउँमा यो समाजमा यो विद्यालय भनेको सबैको साझा संस्था हो। यसलाई कुनै न कुनै तर्फबाट हामीले सहयोग गर्नुपर्छ अथवा सरले प्रधानाध्यापकले विभिन्न अब आफूले आफ्नो विद्यार्थीलाई सहयोग माग्दै गर्दा अथवा स्कुललाई राम्रो बनाउनको निम्ति कुनै संस्था अथवा राजनीतिक व्यक्ति अथवा कुनै कसैलाई पनि उहाँको प्रस्ताव लिएर अथवा उहाँले हारगुहार गरेर आफ्नो समाजप्रतिको जिम्मेवार र विद्यालयको आफ्नो कुर्सीप्रतिको जिम्मेवारलाई निकै महसुस गरेर विभिन्न संस्थाप्रति आफ्ना हातहरू पसार्दै गर्दाखेरि कुनै पनि संस्थाले यहाँका विद्यार्थी भाइ बहिनी विद्यार्थीहरूलाई सहयोग माग्दै हुनुहुन्छ। तपाईँहरूको भविष्यको लागि, उज्जवल भविष्यको लागि कामना गर्नुभएको छ। तपाईँहरूले त्यस्ता खालका अथवा यहाँका समाजका बुद्धिजीवीहरूले, अभिभावकहरूले त्यस्ता कुनै पनि
टिप्पणी नगरिदिनु होला। यो समाजले एकदमै राजनीतिक विषयलाई नचढिकन आफ्नो संस्था बनेको कुनै राजनीतिक विचारले प्रस्तुत भएको हुन्न। यसलाई हामीले सधैँभरि यसरी नै विभिन्न विद्यालयका गरिब दलित जेहेन्दारप्रति हाम्रो विशेष ध्यान जानेछ। आगामी दिनहरूमा पनि हामीले यस्तै खालका कार्यक्रम लिएर यो पुनः यो स्कुलमा पनि फेरि अर्को वर्ष अथवा बिचमा हामीले यो बिरुवा खाजाको पनि मन्सरले कुरा उठाउनु भयो। यसलाई पनि हामीले आर्थिक रूपमा केही साना थोरै धेरै सहयोग गर्नेछौँ र तपाईँहरूले पनि यस विषयलाई अथवा आफ्ना नानी बाबुहरूलाई केही हामीले दिएर समाज सुधारले केही स्टेसनरी दिएर केही सुधार हुन्छ अथवा केही राहत पुग्छ भने तपाईँहरूले पनि यसलाई राम्रो पक्षको लागि सल्लाह सुझाव दिनु होला भन्दै आजको मेरो छोटो भनाइ यहीँ राख्दै स्टेसनरी वितरण गर्नको लागि म प्रधानाध्यापकलाई अनुरोध गर्छु र म पनि बिदा हुन्छु। नमस्कार।